त्यसो त हामी अन्य विषयवस्तुमा पनि कुराकानी गर्छौँ र आजको विषयमा पनि गरिरहेका छौँ। यति नै बेला पनि हामीले यो सरकारले चाहिँ काठमाडौँ र तराईलाई जोड्ने द्रुत मार्ग निर्माणको लागि चाहिँ विभिन्न प्रयासहरू गरिरहेको छ र यो प्रयास अन्तर्गत चाहिँ विशेष गरेर अहिले चाहिँ यो काठमाडौँलाई जोड्नको लागि तराईबाट काठमाडौँलाई जोड्नको लागि द्रुत मार्ग चाहिँ यो सरकारले एउटा यो हुन सक्छ भनेर एउटा निर्णय पनि गरेको छ। फास्ट ट्र्याक बनाउने निर्णय पनि सार्वजनिक भएको छ। यो जुन फास्ट ट्र्याक सडक निर्माण कतिको उपयुक्त हो अथवा यो राष्ट्रिय महत्त्वको गौरवको विषयलाई यसलाई अझै प्रभावकारी बनाउनको लागि छरितो गर्नको लागि भरपर्दो बनाउनको लागि चाहिँ के गर्न सकिन्छ त के हुन सक्छ भन्ने विषयमा कुराकानी गर्न लागिरहेका छौँ र यो विषयमा कुराकानी गर्नको लागि हामीले आज टेलिफोनमा निम्ताएका छौँ यातायात पूर्वाधार नीति सम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न डाक्टर सूर्यराज आचार्य टेलिफोन सम्पर्कमा आउनु भएको छ। त्यसो त उहाँ नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा अतिथिको प्राध्यापकको रूपमा पनि संलग्न हुनुहुन्छ त्यसै गरी टोकियो विश्वविद्यालयमा विकासशील देशहरूको यो यातायात अध्ययन अनुसन्धानमा पनि उहाँ संलग्न हुनुहुन्थ्यो। उहाँसँग हामी उहाँको बारेमा जानकारी लिन्छौँ र सँगसँगै यो फास्ट ट्र्याक जुन सरकारले निर्णय गरेको छ सडकमा चाहिँ यो कतिको उपयुक्त यसलाई अझै प्रभावकारी बनाउनको लागि के गर्न सकिन्छ भन्ने विषयमा उहाँसँग कुराकानी गर्न लागिरहेका छौँ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। यहाँलाई डाक्टर साहब यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद, नमस्कार। हजुर, मैले अलिकति भूमिका पनि बाने जस्तो यो फास्ट ट्र्याकको कुरा आइरहेको छ नि, अब यहाँ चाहिँ यसमै संलग्न हुनुहुन्छ, विशेष गरेर यो यातायात पूर्वाधार नीति सम्बन्धी अध्ययन अनुसन्धान पनि गरिरहनु भएको छ। त्यस हिसाबले गर्दाखेरि यहाँसँग यो विषयमा कुराकानी गर्न खोजिरहेका छौँ हामीले। त्यसो त भोलि नेपाल इन्जिनियरिङ एसोसिएसनले यही विषयमा पनि एउटा कार्यक्रम सेमिनार गर्दैछ होइन? हजुर। जस्तो अब अघि नै यहाँ मैले कुरा उठाएँ, यहाँले फास्ट ट्र्याक जुन अहिले सरकारले सार्वजनिक पनि गरेको छ होइन, यसलाई चाहिँ यहाँले कसरी लिनु भएको छ? अब यो जहाँसम्म यो काठमाडौँ तराई मधेस जोड्ने फास्ट ट्र्याकको सन्दर्भ छ, सबभन्दा पहिला त यो राष्ट्रिय महत्त्वको नेपाल सरकारले घोषणा गरिसकेको राष्ट्रिय महत्त्वको गौरवको आयोजना हो र यो धेरै वर्ष पहिला नै हामी यातायात पूर्वाधार विषयमा अध्ययन अनुसन्धानमा भएको एउटा पेसागत व्यक्तिको नाताले यो 20-30 वर्ष अगाडि नै बनिसक्नुपर्ने बाटो हो। तर हाम्रा विविध एउटा आर्थिक समस्या, हाम्रो प्राविधिक क्षमताकोले गर्दा यो अहिलेसम्म लम्बिएर आउन पुग्यो। तैपनि ढिलै भए पनि नेपाल सरकारले यसलाई उच्च प्राथमिकता राखेको छ। यो ज्यादै सराहनीय र स्वागतयोग्य नीतिगत कदम हो सबभन्दा पहिला। अब जहाँसम्म यसलाई अहिले जसरी कार्यान्वयन गर्न लागि छ र अहिले हालसालको अवस्थामा भनियो भने नेपाल सरकारले सार्वजनिक निजी साझेदारी, हामी पीपीपी मोडेल पनि भन्छौँ, त्यस अन्तर्गत प्रस्ताव आह्वान गरिसकेको छ र अहिले दुईवटा पार्टीले दिएको प्रस्ताव मूल्याङ्कनको चरणमा छन् त्यसको। र अब यो ट्र्याकमा ढिलो चाँडो त्यसको बारेमा केही न केही सरकारले निर्णय गर्ला, त्यो आफ्नो ठाउँमा छ। तर हामीले यसलाई चाहिँ एज अ विज्ञको रूपमा हेर्दाखेरि एउटा अलिकति यसमा हामीले छुकेको कुरो के जस्तो लाग्छ भने सरकारको तर्फबाट यसमा जे जति पहिला विस्तृत अध्ययन भएर यसलाई चाहिँ विभिन्न विकल्पहरूलाई विस्तृत रूपमा त्यसको मूल्याङ्कन गरेर अनि सर्वोत्तम विकल्प छान्ने र त्यो सर्वोत्तम विकल्पलाई पनि कार्यान्वयन गर्नेमा स्पष्ट नीतिगत धारणा र त्यो खाका बनाएर जसरी जानुपर्ने हो त्यसमा अलिक केही कमजोरी भएको हो कि भन्ने कुरो अहिले सरसर्ती हेर्दा त्यो देखिन्छ। हजुर, जस्तो यहाँले भन्नुभयो नि सर्वोत्तम विकल्प पनि हुन सक्थ्यो, अलिकति विस्तृत रूपमा अध्ययन अनुसन्धान गरेको भए भन्नुभयो। यहाँले के देख्नु भएको छ सर्वोत्तम विकल्पको रूपमा चाहिँ? त्यसलाई के हो भने हेर्नुहोस्, एक नम्बरमा त यो लगभग 85-90 किलोमिटर काठमाडौँदेखि पत्लयान यहाँ हाम्रो नयाँ बन्ने एयरपोर्टसम्म जोड्दाखेरि अब त्यो 80-90 किलोमिटरको राजमार्ग सामान्य राजमार्ग जस्तै यो बाटो होइन। यो आयोजना हेर्नुहोस्, यो चाहिँ कस्तो भने हाम्रो समग्र मुलुककै आर्थिक विकासको लागि एउटा चाहिँ अनन्तसम्म मेरुदण्डको रूपमा काम गर्ने यो यस्तो पूर्वाधार हो। जहाँ अरू देशहरूकोमा हेऱ्यो भने पनि, कोरिया, जापान, अमेरिका, बेलायतै हेऱ्यो भने पनि यस्ता एउटा दुईटा यातायातका यस्ता हामी मेरुदण्ड ब्याकबोन भन्छौँ।
त्यस्ता प्रोजेक्टहरू त्यहाँ पनि त्यसको इतिहास हेऱ्यो भने पनि तिनले बनाइसकेपछि एउटा आर्थिक विकासमै चाहिँ ठुलो चाहिँ उथल पुथल ल्याएको अनुभवहरू छन् अरू देशका पनि। अब त्यस अर्थमा यसलाई चाहिँ अघि नै मैले भने सबभन्दा पहिला अब यसको पृष्ठभूमि अहिले जुन कार्यान्वयन गरिँदैछ त्यसको अध्ययन के हो भने, हुन त सानातिना अध्ययन 20-30 वर्षदेखि नै भएका थिए, सानातिना कुनै दात्री निकायले कुनै प्राइभेट सेक्टरले भएको थियो र मूल अध्ययन अहिले जुनमा यो कार्यान्वयन गरिँदैछ त्यो सन् 2007-08मा एसिया विकास ब्याङ्कको प्राविधिक सहयोग अन्तर्गत गरिएको सम्भाव्यता अध्ययनको डकुमेन्ट हामीसँग छ त्यसको। अब त्यो डकुमेन्ट पनि आफैमा त्यो सम्भाव्यता अध्ययन भनेको विस्तृत अध्ययन होइन, त्यो एउटा स्टेपमा मात्रै हो। त्यसैले विस्तृत अध्ययनै भएको छैन भन्दा हुन्छ यसको। र अब त्यो यसको रणनीतिक महत्त्वको हिसाबले के हो भने, सडकको विस्तृत अध्ययन गर्नुभन्दा पहिले हामीले काठमाडौँ र तराईको त्यो कोरिडोरहरूमा हामीलाई सडक मात्रै आवश्यक होइन, अन्ततोगत्ता गएर हामीलाई त्यहाँ रेल चाहिन्छ, सडक पनि हामीलाई एक्सप्रेसवे टोल रोड पनि चाहिन्छ, अझ हामीलाई टोल फ्री, हामी चाहिने जेनरल रोड भन्छौँ, टोल फ्री ती बाटा पनि चाहिन्छ। त्यसको लागि लगभग 2-3वटा त्यस्ता सम्भाव्य अलाइनमेन्टका ठाउँहरू पनि छन्। तर अब त्यो सबै विकल्पहरूलाई सबभन्दा पहिला विस्तृत अध्ययन गरेर अहिले कुन चाहिँ हामी चाहिँ सबभन्दा पहिला सडक बनाउने हो कि रेल बनाउने, सडक बनाउनु पर्यो भने पनि त्यो टोल रोडवाला बनाउने कि टोल फ्री बनाउने, टोल रोडकै बनाउने हो भने पनि त्यो सरकारले बनाएर टोल उठाउने कि निजी क्षेत्रलाई दिने भन्ने जुन यी विकल्प र त्यसका विकल्पका संयन्त्रहरू नि त्यसको बारेमा चाहिँ जति होमवर्क हुनुपर्ने हो भएको छैन। हजुर, जस्तो यहाँले भन्नुभयो नि, अब यहाँ त यातायात पूर्वाधार नीति सम्बन्धी अध्ययन र अनुसन्धान गरिरहनु भएको हुनाले यति धेरै कुराहरू पनि थाहा भयो। जस्तो एउटा उपभोक्ताले, एउटा जनताले टोल रोड र टोल फ्री भन्नाले कस्तो खालको के बुझ्ने? टोल भनेको भन्नुभयो यहाँले। हजुर, अब टोल भनेको कस्तो भने, टोल भनेको सडक महसुल। अब अहिले सामान्यतः हाम्रो बाटोहरू चाहिँ सबै टोल फ्री हामी तिर्दैनौँ। अहिले सामान्यतः हामी अब यो कुनै कुनै राजमार्गहरूमा कर लिने, एउटा गाडीको 20 रुपियाँ 15 रुपियाँ लिने जस्तो हामी देख्छौँ नि त्यसलाई। अब त्यो न्यूनतम चाहिने सडक त चाहिने मेन्टेनेन्सको लागि भनेर त्यो महसुल हो त्यसको। अब यो अहिलेको प्रोजेक्टमा टोलको अवधारणा के छ भने, त्यो लगानी उठाउने। अब के हुन्छ भने, सडक पूर्वाधारमा लगानी गर्यो भने अहिलेसम्म हामी चाहिँ वार्षिक बजेटबाट लगानी गर्छौँ भनेको 100% हामी सरकारी स्रोतबाट लगानी गर्छौँ र भइसकेपछि त्यसमा सवारी साधकहरूले उनीहरूले कुनै पैसा तिर्नु पर्दैन, प्रत्यक्ष त फी तिर्नु पर्दैन। तर यो टोलको कन्सेप्ट भनेको कस्तो भने, त्यो सडक बनाउँदाखेरि नै जुन हामी अरबौँ रुपियाँ खर्च गर्छौँ, त्यो खर्च गरेको लगानी त्यो बाटोमा सवारी चालकहरूले बस अथवा कार अथवा ट्रकहरूबाट त्यसबाट प्रत्यक्ष लिएर अब सम्पूर्ण 100% नभए पनि सम्पूर्ण ठुलो हिस्सा त्यसबाट असुल गर्ने। अब त्यो सन्दर्भमा जस्तो अहिले भनौँ यो फास्ट ट्र्याक नै बनेछ भने पनि त्यहाँ चाहिँ काठमाडौँबाट तराई जानको लागि अहिलेको अनुमानमा यही प्रोजेक्टको स्टडीको सम्भाव्यता अध्ययनको अनुमानमा लगभग एउटा कारले 1500 रुपियाँ तिर्नुपर्छ टोलमा। 1500 तिरेपछि बल्ल जान पाइयो। अब टोल नतिरिकन सामान्यतया त्यो राजमार्गको प्रवेश गर्ने सुरुमै टोलको गेट हुन्छ, 1500 रुपियाँ तिरेपछि एउटा कार बल्ल जान पाइन्छ। त्यस किसिमको अवधारणा टोल भने। हजुर, जस्तो अब यहाँले यो कुरा उठाइरहँदाखेरि अहिले सिन्डिकेटका कुराहरू पनि उठिरहेका छन्। यहाँनिर त सिधै सिन्डिकेट हुने अथवा एउटा एकाधिकार हुने कुरा पनि आयो नि, होइन र? अब यसमा एक्ज्याक्टली अब अहिले हामीले यहाँ सामान्यतया सिन्डिकेटको कुरा बुझ्दा के बुझ्छौँ भने, बस व्यवसायीहरूले अथवा ट्रक व्यवसायीहरूले अब त्यो सेवाको उसमा सिन्डिकेट चाहिँ अरूलाई चाहिँ प्रवेश गर्न नदिने भन्ने हुन्थ्यो। यो त यहाँले सिन्डिकेट भन्नुभयो भने त यो त प्रोजेक्टको नेचरले नै सिन्डिकेट भयो, मोनोपोली भन्छौँ हाम्रो। किनभने त्यो बाटोको अर्को कुनै विकल्प त कि मुगली नारायणगढ भएर जाने विकल्प हो, होइन? त्यसको अर्को विकल्प नहुँदाखेरि त्यो चाहिँ नेचरली नै प्रकृतिको त्यो आयोजनाको प्रकृतिले नै त्यहाँ मोनोपोली हुन्छ। र अब त्यो हिसाबमा यहाँले भन्नुभएको छ यो हामीले निजी क्षेत्रलाई दियौँ भने हुन त अब त्यो टोल कति निर्धारण गर्ने भन्ने मनोखुसीले निर्धारण गर्न पाउने छैन। त्यसको पनि अरू कमिटी छ, समिति छ टोल निर्धारण गर्ने। तर पनि त्यो एक हिसाबमा त्यसलाई सिन्डिकेट भन्दा पनि मोनोपोली, एउटा मात्रै त्यसको त्यो राजमार्गको त्यो लोकमार्गको अर्को विकल्प नहुँदाखेरि त्यो जोखिम कुनै न कुनै रूपमा
चाहिँ नि मोनोपोलीको चाहिँ नि बिहेभियरको त्यो चाहिँ नि सम्भावना चाहिँ हुन्छ निजी क्षेत्रले। हजुर, भनेपछि यो अहिले जुन सरकारले अब अहिले निजगढबाट दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र द्रुत मार्ग मार्फत चाहिँ राजधानी काठमाडौँलाई छिटो समयको यात्रामा जोड्ने कुरा जुन भइरहेको छ, यही कुरालाई चाहिँ फास्ट ट्र्याक बनाउने निर्णय गरेर सरकारले सार्वजनिक पनि गरेको छ। यो सरकारले बनाउन सक्ने अवस्था छ कि छैन, के पाउनु भएको छ यहाँले? निजी क्षेत्रलाई नै सुम्पर्नु पर्ने अवस्था हो कि अथवा सरकार आफैले पनि लगानी गरेर चाहिँ यो निर्माण गर्न सकिन्छ? अब यसको छोटो उत्तर, अब यो मेरो विचार जान्नुहुन्छ भने मैले पाएको आँकडा अनुसार, डेटा अनुसार र अहिले हाम्रो अवस्था अनुसार सरकारले बनाउन सम्भव छ, असम्भव छैन। कमसे कम सहज त नहोला, अब त्यसलाई अब सामान्य हामीले आँकडा हेऱ्यौँ भने पनि अहिलेकै हाम्रो चाहिँ अनुमानित लागत हेऱ्यौँ भने पनि लगभग 100 अरबको हाराहारीमा हुन आउँछ। हुन त त्यो 6-7 वर्षपछिको इस्टिमेट हो, त्यसलाई अहिले एडजस्टमेन्ट गरेर अहिलेको मूल्यमा ल्याउँदा त्यही 100 अरब जतिको हाम्रो योजनाको लागत पर्न जान्छ। अब हामीले पूर्वाधार र विकास बजेटको खर्च चाहिँ हामीले सरकारी हाम्रो अर्थ मन्त्रालयकै बजेटको हेऱ्यौँ भने 30, 40, 50 अरब चाहिँ खर्च नभएको अवस्था छ। यही सालमा पनि अहिलेसम्म हाम्रो 7-8% मात्रै विकास बजेट खर्च भएको छ र त्यो जेठ असारतिर पुग्दाखेरि 30, 40, 50 अरब चाहिँ हाम्रो सरकारी पैसा, सरकारी स्रोतको पैसा खर्च नभएको अवस्था छ। अब त्यस हिसाबले हामीले त्यो चाहिँ वित्तीय व्यवस्थापन गरेर एउटा यस्तो राष्ट्रिय गौरवको प्रोजेक्टलाई भनौँ 6 वर्षमा त कम्प्लिट हुने भयो, 100 भयो भने त्यही 15-16 अरब वर्षको त्यहाँ एलोकेट गर्दाखेरि, विनियोजन गर्दाखेरि सरकारकै स्रोतले पनि ल्याउन सकिने हुन्छ। अब त्यसमाथि अब अहिले त्यो त्यत्रो ठुलो प्रोजेक्ट लिँदा फेरि अन्य सामाजिक क्षेत्रका स्वास्थ्य, शिक्षा अथवा अरू क्षेत्रबाट बजेट रकमान्तर गर्नु पर्ला भन्ने त्यो एउटा चिन्ता त छँदैछ। त्यसैले यस्ता प्रोजेक्टहरूमा अन्य देशहरूमा के हुन्छ भने सरकारले आन्तरिक ऋण के भन्छ उसले चाहिँ उठाउँछ त्यसको, किनभने हाम्रो सरकारको आन्तरिक ऋणको हिसाबमा अन्तर्राष्ट्रिय उसमा हामी धेरै सुविधाजनक छौँ। लगभग 30-32% कुल ग्राहस्थ उत्पादनको मात्रै हाम्रो ऋण छ। भारतकै हेर्ने हो भने 70% जति छ। भनेको अब यो त हाम्रो कुल ग्राहस्थ उत्पादनको यो टोटल प्रोजेक्टको चाहिँ कस्ट चाहिँ मुस्किलले चाहिँ 4-5% मात्रै पर्छ। त्यसैले अनि हाम्रो अब अहिले तपाईँ ब्याङ्कमा हेर्नुभयो भने हाम्रो ब्याज दर घट्दैछ भनेको के हो भने लगानी नभएर हो। हामीसँग आन्तरिक ठुलो पुँजीको स्रोत चाहिँ नै लगानीको ठाउँ नभएर त्यो चाहिँ एउटा निष्क्रिय भएर रहेको अवस्थामा अब सरकारले उचित एउटा चाहिँ नीतिगत संयन्त्र बनाउँदाखेरि सम्भव छ, सरकारबाटै बनाउँदा सम्भव छ। हजुर, अब सरकारले बनाउन सम्भव रहेछ। अघि नै यहाँले यो कुरा पनि उठाउनु भयो कि रेल हो कि रेल पहिला हुन सक्छ कि सडक हुन सक्छ भन्ने कुरा पनि उठेको थियो हैन? जस्तो सडक बनिसकेपछि रेलको आवश्यकता पनि छ भन्ने कुरा पनि यहाँले अघि नै उठाउनु भएको थियो। जस्तो यो काठमाडौँ र तराई जोड्नको लागि रेल वा सडक मध्ये उपयुक्त चाहिँ कुन हुन सक्छ? एकदमै महत्त्वपूर्ण प्रश्न यहाँले उठाउनु भयो। यसमा म एउटा यो अहिलेको जुन बहस चलिरहेको छ अथवा सरकारले जुन जसरी यो प्रोजेक्टलाई अगाडि बढाएको छ नि, त्यहाँ एउटा सबभन्दा महत्त्वपूर्ण सरकारको चाहिँ विरोधाभास के देखिन्छ भने यो एडिबीले यो आयोजना अध्ययन सुरु गरेको सन् 7-8 तिर हो। अनि नेपाल सरकारले 9-10 तिर गएर हामीले चाहिँ के चाहिँ नीतिगत चाहिँ नेपाल सरकारले निर्णय गरेको छ भने रेल यातायातलाई अब हाम्रो मुलुककै एउटा चाहिँ यातायात पूर्वाधारको मेरुदण्डको रूपमा विकास गर्ने भनेर पूर्व पश्चिम विद्युतीय रेलमार्ग काठमाडौँ पोखरा त्यसपछि जोड्ने किसिमको त्यो स्टडी भएर अब डिटेल सर्वे समेत भएर यो सालदेखि त बर्दिवासबाट पूर्व पश्चिम रेलमार्गको निर्माण कार्य नै सुरु भइसकेको छ। यहाँलाई पनि त्यो जानकारीमा होला। अब त्यो अवस्थामा के हो भने यदि हामीले नेपाल सरकारको रेल यातायातलाई राष्ट्रकै यातायातको मेरुदण्डको रूपमा विकास गर्ने अवधारणामा जाने हो भने काठमाडौँ तराई मधेस रेलले नजोडेमा त्यो योजनाको त्यो नीतिको कुनै अर्थ रहँदैन। त्यतिसम्म म यो हिसाब, किनभने हामी प्राज्ञहरूले कतिपय नीतिगत कुरामा हामी चाहिँ कन्क्लुसिभ निष्कर्ष गरेर हामी भन्न सक्दैनौँ, भन्नु पनि हुँदैन। त्यो नीतिगत डिसिजन पोलिसी मेकरले डिसिजन गर्ने कुरो, नीति निर्माताले। तर यो हदमा चाहिँ नि स्पष्ट टड्कारो रूपमा नेपाल सरकारको चाहिँ यो निर्णयहरू केमा विरोधाभास देखिएको छ भने एकातिर पूर्व पश्चिम चाहिँ विद्युतीय रेलमार्ग भनेर हामीले निर्माण कार्य सुरु गरिसकेको छौँ, अनि काठमाडौँ र तराई जोड्नलाई हाम्रो रेलमार्गको हामीले बहसै छैन त्यसमा। यो योजना यो फास्ट ट्र्याकको कुरामा पनि त्यसैले सबभन्दा पहिला अब अहिले त पूर्व पश्चिम रेलमार्ग हामीले विद्युतीय रेलमार्ग बनाउने नै अठोट गरेको हौँ भने यो सडक नभइकन
काठमाडौँ तराई सबभन्दा पहिला जोड्ने रेल मार्गले प्राथमिकता पाउनुपर्छ। अब त्यति कुरो हामी प्राविधिक निचोडको रूपमा भन्न सक्छौँ। यो यसमा कुनै राजनीतिज्ञहरूलाई अथवा नीति निर्माणलाई विवेकीय अथवा अर्को अल्टरनेटिभ गर्ने सुविधा उहाँहरूलाई छैन कि उहाँहरूले के भन्नु पर्यो भने हाम्रो रेलमार्ग, हाम्रो पूर्व पश्चिम रेलमार्ग हाम्रो प्राथमिकता होइन, त्यो खालि एउटा सानो हामी जनकपुर बर्दिवास अथवा बर्दिवासबाट सिमरासम्म यति मात्रै जोड्ने हो भन्न सक्नु पर्यो। होइन, रेलमार्गको त हामीले देशव्यापी चाहिने सञ्जाल बनाउने हो भन्ने हो भने पहिलो प्राथमिकता काठमाडौँ तराई मधेस जोड्ने रेलमार्ग। अब हामीले अझ त्यसमा अब यो अर्कै बहसको पारो हुन सक्छ। अब अहिले त के भएको छ भने अहिले केही यो चाहिने वर्षहरूमा जुन चाहिने यो बुलेट ट्रेनको चाइनाले बुलेट ट्रेन बनाइसकेपछि बुलेट ट्रेनको लागत खर्चमा जुन चाहिने एउटा सोच्नै नसकिने किसिमले जुन सस्तो भएको छ, त्यसले गर्दा त बुलेट ट्रेन नै सम्भव देख्छौँ हामी। बुलेट ट्रेन नै सम्भव छ। यही फास्ट ट्र्याकको लगभग हाराहारीकै कस्टमा लगभग 20-30% चाहिने हामीले बढी लगानी गर्ने हो भने सडकको सट्टा हाम्रो बुलेट ट्रेन चाहिँ सम्भव छ। भौगोलिक बनावटको आधारमा चुनौती पनि त होला नि यो रेलमार्गको कुरा गर्दाखेरि। यहाँले कसरी लिनु भएको छ यो कुरालाई चाहिँ? अब यो त एकदम यहाँले सही नै भन्नुभयो। यो प्राविधिक चुनौतीहरू थुप्रै हुन्छन् हाम्रो जस्तो, किनभने रेलमार्गकै कुरा गर्दा बुलेट ट्रेनको हामीले कुरो गऱ्यौँ भने हामी घोरेटो बाटो बनाउन सकेका छैनौँ। अहिले बुलेट ट्रेन भन्ने पनि हामी प्राविधिक समुदायमै पनि त्यो आउँछ हेर्नुहोस् त्यसको। तर हामीले एउटा के चाहिँ अहिले सोच्नु पर्यो भने हामी अब नयाँ आर्थिक विकासको नयाँ फड्को मार्ने अत्यन्त विकसित मुलुकहरूबाट विकासशील अथवा मध्य के भन्छ मिडल इन्कम चाहिँ भएकोमा हाम्रो पुर्याउने भन्ने जुन हाम्रा नीतिगत दूरदृष्टि छ नेपाल सरकारको, त्यसमा जाने हो भने यस्ता प्राविधिक चुनौतीलाई हामीले चुनौतीको रूपमा होइन अवसरको रूपमा लिनुपर्छ। म सिभिल इन्जिनियर पनि हुँ। म यहाँलाई के निवेदन गर्न चाहन्छु भने सिभिल इन्जिनियरिङ अथवा पूर्वाधारका प्रोजेक्टहरू यो चाहिँ चन्द्रमामा रकेट पठाउने भनेको होइन, त्यो सरहको चुनौती होइनन्। हामीले अन्तर्राष्ट्रिय अनुभव हेऱ्यौँ भने पनि 4-5 वर्षको अवस्थामा हामीले इतिहास हेऱ्यौँ भने सन् 50-60कैमा हेऱ्यौँ भने बग्रेलतीको उदाहरण पाउँछौँ। अहिले हाम्रो जुन प्राविधिक क्षमता छ, हामी वर्षको 5000 सिभिल इन्जिनियर उत्पादन गर्छौँ। हेर्नुहोस्, जुन वित्तीय क्षमता छ वर्षको $5 अरब हाम्रो रेमिटेन्सको पैसा आउँछ। हेर्नुहोस्, तर यो दुर्भाग्यको कुरा के भने त्यत्रो त स्रोतहरू, एउटा चाहिँ ह्युमन स्रोत, अर्को चाहिँ वित्तीय स्रोत, त्यो त्यत्रो परिवर्तन हुँदाखेरि पनि हाम्रो नीतिगत तहमा त्यसलाई कसरी समायोजन गर्ने भन्ने सरकारको स्पष्ट दृष्टिकोण आएको छैन। यो दुःखसाथ भन्नुपर्छ। हेर्नुहोस्, त्यसैले अब यहाँले औल्याउनु भएको चुनौती त पक्कै पनि हो, तर हाम्रो अवस्था अहिले के छ भने त्यो चुनौतीलाई हामीले अवसरको रूपमा हेर्नुपर्ने हाम्रो चाहिँ बाध्यता छ र त्यो सम्भव छ। त्यो असम्भव कमसेकम। फेरि मैले यो भनेर म यहाँ के स्पष्टीकरण दिन चाहन्छु भने काठमाडौँ तराई बुलेट ट्रेनले जोड्न सम्भव छ भनेर यो हाम्रो चाहिँ काम चलाऊ चाहिने अप्रोचको आधारमै हुन्छ भनेको होइन। त्यसको लागि पनि बुलेट ट्रेनको फिजिबिलिटी कति छ भन्ने पनि पहिला अध्ययन गर्नु पर्यो। त्यो लेभलको अध्ययनै नगरिकन हामीले त्यो विकल्पलाई खारेज गरिदिएका छौँ। मैले उठाउन खोजेको सवाल त्यो हदसम्मको मात्र हो। हजुर, यो कुरा गरिरहँदाखेरि नि अब रेलमार्ग सम्भव पनि छ, सजिलो छ भन्ने कुरा पनि आयो होइन। जस्तो अब विद्युतको कुराहरू पनि छन्। रेलमार्गको विकास हुन बित्तिकै विद्युतको विकास हुनु पनि आवश्यकता छ। जस्तो अहिले जुन यो विद्युतकै नै कारणले गर्दाखेरि यसलाई त्यो चलाउनको लागि पनि अलि अप्ठ्यारो स्थिति होला कि कस्तो छ? के यहाँले भन्नुभएको एकदम राम्रो, यो चाहिँ अत्यन्तै सान्दर्भिक कुरा। हाम्रो लोड सेडिङ हामीले बत्ती बाल्न सकेका छैनौँ। विद्युतीय रेलमार्ग भनेको त त्यहाँ 24 आवर 24 घण्टा स्ट्यान्ड बाई भरपर्दो हामीलाई विद्युत चाहिन्छ। त्यसको लागि त्यसको सजिलो उपाय के हो भने हेर्नुहोस्, हाम्रो लोड सेडिङ भनेको त्यो रेललाई पनि लोड सेडिङ गर्न जरुरी छैन। अहिले पनि सायद मलाई यो सूचना त छैन, राष्ट्रपति कार्यालयमा त जाँदैन होला त लोड सेडिङ। हामी 24 घण्टा दिन्छौँ होला ब्याकअप नभइकन। अहिले एनइएको हाम्रै ग्रिडमा पनि त्यहाँ सर्टेन यो के भने आवश्यकताकोमा लोड सेडिङ नहुने ठाउँहरू पनि छन्। त्यसैले हामीले मुस्किलले, मलाई अब यकिन त मैले हिसाब गरेको छैन, सायद यो 10 मेगावाट भन्दा बढी हुँदैन त्यसको विद्युत कन्जम्सन। अब अहिले हाम्रो डिमान्ड पनि बढी छैन र त्यसलाई हामी डेडिकेटेड 10 मेगावाटको पावर चाहिँ कन्टिन्युस स्रोत त हामी दिन सक्दैनौँ। कुलेखानीकै दिन सकौँला अझै कुनै दिन सकौँला। त्यसैले अब यो सामान्यतः हामीले चाहिँ सोच्दाखेरि देशै लोड सेडिङ छ भने बिजुलीले कसरी चलाउने भन्ने
आउन सक्छ, तर त्यो प्राविधिक रूपमा सानो मात्रै व्यवस्थापन गर्दाखेरि त्यो त्यति अप्ठ्यारो विषय होइन। त्यो जस्तो अहिले यो फास्ट ट्र्याककै हामीले कुराकानी गर्दाखेरि रेल मार्गको यहाँले लागत पनि त्यति महँगो छैन भनेर भनिसक्नु भएको छ होइन? लागत मैले के भने लागत बढी छ तर सम्भावनाको रेन्जभित्र छ, सम्भावनाको असम्भव छैन भनेको मात्रै हो। हजुर, अब त्यसो भयो भने त यो अहिले हाम्रो एउटा भौगोलिक, अघि मैले कुरा पनि उठाएँ, भौगोलिक बनावटको कारणले गर्दाखेरि सडक थप चौडा पार्न अथवा अलि धेरै फराकिलो पार्न पनि अलि अप्ठ्यारो नै छ। पहाडी मार्गहरू पनि हामीसँग धेरै छन् होइन, तराईसम्म पुग्नको लागि। त्यसो हुँदाखेरि रेल मार्ग यदि हामीले बनायो, रेल ट्र्याकले गर्दा बनायो भने त्यो त्यति ठुलो फराकिलो पनि बनाउनु पर्ने अवस्था पनि होला। यहाँले त हाम्रो यो चाहिँ नि हाम्रो इन्जिनियरिङ कम्युनिटीहरूले पनि नसोचेको प्रश्न उठाइदिनु भयो। यहाँले धेरै धन्यवाद। यो हेर्नुहोस्, हाम्रो सामान्यतः हामी प्राविधिकहरूले पनि नसोचेको यो यति गम्भीर कुरो हो। हेर्नुहोस्, जस्तो म यहाँलाई भन्छु, अहिले हामीले फास्ट ट्र्याकको 2 लेन बनायौँ भने हाम्रो फर्मेसन विड्थ भन्छौँ, त्यो 10-12 मिटरको ट्र्याक विड्थ भन्छौँ नि, 12 मिटरकोमा 2 लेन मात्रै चलाउन सक्छौँ। 4 लेन बनाउनु पर्यो भने त्यो 21-22 मिटर जानुपर्छ त्यसको। र हाम्रो जस्तो भू बनोट भएकोमा कस्तो हो भने तपाईँ 12 मिटरबाट 15 मिटर मात्रै, 3 मिटर मात्रै चौडा पार्दाखेरि पनि हाम्रो पहिरोको जोखिम, त्यसको स्लोप स्टेबिलिटी काट्नु पर्ने, त्यसको अत्यन्त जटिल छ। त हेर्नुहोस्, संरचना बनाउनु पर्ने। त्यसैले अब यो रेलको के हुन्छ भने 12 मिटरको ट्र्याकमा हामी डबल ट्र्याक रेल चलाउन सक्छौँ र त्यो डबल ट्र्याक रेलले एकदमै हामी चाहिँ के भन्छ कम अनुमान गर्यो भने पनि 8 लेन बराबरको त्यसको क्षमता हुन्छ, यात्रुवाहन क्षमता। हेर्नु, 8 लेनको भनेको 8 लेन भनेको 40 मिटर, 8 लेन बनाउनलाई हामी 40-45 मिटरको ट्र्याकले चाहिन्छ। त्यो त इम्पोसिबल छ हेर्नु हाम्रो चाहिँ नि भूबनोटमा। अब त्यस हिसाबले पनि यहाँले जुन उठाउनु भएको छ, सबभन्दा रेलको औचित्यता हाम्रो जस्तो मुलुकलाई, अरू देशको जस्तो भारतमा त्यो छैन। भारतमा त उहाँहरूको चाहिँ नि धेरै फ्ल्याट छ, त्यहाँ हाइवे बनायो भने पनि, रेल बनायो भने पनि यो जमिनको भू बनोटको त्यसको चाहिँ नि कन्सेन्ट, त्यसको चुनौती हामीकोमा बढी छ र त्यसले अझ रेल प्रविधिको चाहिँ हाम्रो लागि उपयुक्त हुन्छ। र अर्को कुरो यहाँ मैले सानो चाहिँ अर्को के जोडौँ भने काठमाडौँबाट जस्तो हामी तराई मधेस जाँदाखेरि ओह्रालो जानुपर्छ र अहिलेको आधुनिक रेल प्रविधिमा के हुन्छ भने ओह्रालो जाँदाखेरि ब्रेक लगाउनु पर्छ अनि त्यो ब्रेक लगाउँदा बिजुली जेनेरेट हुन्छ। हेर्नुहोस्, त्यसले ग्रिडमा पठाउँछ अहिले यो आधुनिक चाहिँ नि अब यो विद्युतीय रेलले। अब त्यो पनि हामीलाई चाहिँ बोनस फाइदा हुन्छ। त्यसैले कमसे कम मैले यहाँ उठाउन खोजेको सवाल के हो भने यस्तो राष्ट्रिय गौरवको रणनीतिक महत्त्वको प्रोजेक्टको जुन हामी कोरिडोरमा गर्छौँ भने त्यस कुनै विकल्प एउटा लिनुभन्दा पहिला यी सबै विकल्पहरू यसरी मिडियामा, रेडियोमा मात्रै बहस नभएर प्राविधिकहरूको टेबलमा समेत आएर निचोडमा पुग्नु पर्यो। त्यति त्यो सवाल मात्रै आयो चाहिँ मैले उठाउनु खोजेँ। हजुर, अब हामीले कुरा पनि अहिले यही यो के हुन सक्छ, प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा पनि यहाँसँग कुराकानी गरिरहेका छौँ। जस्तो अब यहाँले अघि पनि भन्नुभयो, यहाँ म आफू पनि एउटा इन्जिनियर पनि हो र अघि न यहाँले कुरा भन्नुभएको थियो नि टोकियो विश्वविद्यालयमा यी यातायात सम्बन्धी अध्ययन र अनुसन्धानमा पनि केही वर्ष अघि म संलग्न थिएँ भनेर जानकारी गराउनु भयो होइन। जस्तो यो रेल मार्गको बारेमा अझै हामी अलिकति केही कुराकानी गरौँला। जस्तो यो विकासशील देशहरूको यो अनुसन्धानमा, यातायातको अनुसन्धानमा यहाँ संलग्न हुनुहुन्थ्यो, अध्ययन अनुसन्धान नीतिमा के पाउनु भएको थियो उहाँले त्यहाँ जुन अध्ययन अनुसन्धान गर्नुभयो नि? हजुर, अब यसमा म टोकियोमा गत 17-18 वर्षदेखि म 1 वर्ष मात्रै भयो म नेपालमा आएको। हुन त म बिचबिचमा आउने गर्थेँ र मेरो एउटा काम चाहिँ म विश्वविद्यालयमा म अध्यापन पनि गर्थेँ र अर्को मेरो काम चाहिँ यो जापानी सरकारी मन्त्रालयसँग सम्बद्ध इन्स्टिट्युट फर ट्रान्सपोर्ट पोलिसी स्टडिज भन्नेसँग म त्यहाँ चाहिँ अनुसन्धानकर्ता सिनियर रिसर्च फेलो थिएँ र मेरो काम चाहिँ, मेरो कार्यक्षेत्र चाहिँ एसियाको विकासशील देशहरूमा अब यो जापान सरकार अथवा यो विश्वविद्यालयको एउटा साझेदारीमा हुने यातायात पूर्वाधार नीति सम्बन्धी अनुसन्धानमा सहयोग पुर्याउने एउटा साझेदारी जोइन्ट चाहिँ रिसर्च गर्ने थियो। त्यसमा यहाँले सोध्नु भएको यो विषयमा चाहिँ एउटा महत्त्वपूर्ण मेरो बुझाइ के रह्यो भने नेपाल लगायत धेरै चाहिँ एसियाको यो विकासशील मुलुकहरूमा
नीति निर्माण गर्दाखेरि चाहिँ हामीमा नीति निर्माणको अध्ययन अनुसन्धान गर्नुपर्छ भन्ने त्यसको अवेरनेस र त्यसको पद्धति चाहिँ विकास चाहिँ नभएको पाइयो। हाम्रोमा मात्रै होइन, इभन भारतमा पनि छ, चीनमा पनि, चीनले त अहिले केही त्यसमा प्रोग्रेस गर्दैछ। भारत, चीन, थाइल्यान्ड, मलेसिया, भियतनाम, फिलिपिन यी सबै देशहरूमा कस्तो भयो भने यस्तो मेजर प्रोजेक्टहरू आयोजनाको बारेमा निर्णय गर्नु पर्यो भने एउटा सरकारी संयन्त्रबाट आएको मेमो, टिपोट अथवा टिप्पणी हामी भन्छौँ नि, अनि त्यसैको आधारमा एकदम सतही वस्तु गरेर अनि डिसिजन गर्ने अनि त्यसपछि कन्सल्टेन्टलाई लगाउने। एउटा हामीले बुझ्नुपर्ने, हेर्नुहोस् अहिले हाम्रो यो गएको वर्षदेखि चाहे हाइड्रो पावर होस्, चाहे यो चाहिँ के भन्छ सडकको होस्, कतिपय यो आयोजनाहरूमा द्वन्द्व विवाद, तपाईँको चाहिँ ठेकदारसँग चाहिँ के भन्छ विवाद हुने, प्राविधिक कुराहरूमा चाहिँ स्पष्टता नआउने ती समस्या छन्। त्यसको मूल जडो के हो भने कतिपय हाम्रो जस्तो मुलुकका ती मुद्दाहरूको सोल्युसनको लागि अनुसन्धान गर्नुपर्छ, रिसर्च गर्नुपर्छ। त्यो कन्सल्ट्यान्टले गर्ने त कन्सल्ट्यान्टको काम कस्तो हुन्छ भने हामी इन्जिनियरिङ कन्सल्ट्यान्टहरूको त्यो चाहिँ एकदम सामान्य जहाँ पनि चाहिँ लागू हुने त्यसलाई हामी रिपिटेड प्रोग्राम भन्छौँ, चाहिँ युजुअल अब त्यस्ता समस्याहरूको समाधानको लागि कन्सल्ट्यान्टले मद्दत गर्छन्। तर जहाँ एकदम विशिष्ट प्रकृतिका समस्या, चाहे ती प्राविधिक हुन्, चाहे ती नीतिगत हुन्, चाहे ती वित्तीय हुन्, व्यवस्थापनका हुन्, त्यसको लागि अनुसन्धान गर्नुपर्छ, रिसर्च, पोलिसी रिसर्च भन्छौँ हामी। त्यसको चाहिँ अभाव देख्नुहुन्छ यहाँ? त्यसको अभाव नेपालमा मात्र होइन, त्यो हामी मात्र होइन, सबै धेरै जसो चाहिँ हाम्रो यो विकसित देशहरूको नीतिगत पछौटेपनको एउटा कारण चाहिँ किन हामी सरकारी नीति निर्माणमा यो विकसित देशहरूमा चुनौती हुनुको एउटा कारण के भने हामी अध्ययन अनुसन्धान गर्दैनौँ यसको। हेर्नुहोस् अब तपाईँको चाहिँ अब यो अहिलेका समृद्ध मुलुकहरू जापान, युरोप, अमेरिका, कोरिया होइन, अब यो अहिले चाइनामै भन्नुहुन्छ भने पूर्वाधारकै यसमा 1% पूर्वाधार लगानीको 1% उनीहरूले विश्वविद्यालयहरू, थिङ्क ट्याङ्कहरू, रिसर्चरहरू उहाँ त्यसको लागि चाहिँ खर्च गर्छन्। कमसेकम 1.5 देखि 1%सम्मको हाराहारीमा पर्छ। अब हामी यहाँ के गर्छौँ भने पूर्वाधारलाई चाहिँ हामी यहाँ अरबौँ खरबौँ चाहिँ लगानी गर्छौँ। तर यहाँ हेर्नुहोस्, म अहिले अध्यापन गर्छु पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थान, त्यहाँको मेरो विद्यार्थीहरू हेर्नुहोस्, मैले टोकियो विश्वविद्यालयमा पनि अध्यापन गरेँ। मैले कम्पेयर गर्ने हो भने हाम्रा यङ यहाँका चाहिँ युवा इन्जिनियरहरूको क्षमता अन्तर्राष्ट्रिय भन्दा कुनै हिसाबमा पनि कम छैनन् हेर्नु। तर उहाँहरूले मास्टर थेसिस गर्नुहुन्छ, पिएचडी थेसिस गर्नुहुन्छ, एउटा ल्याबोरेटरीको लागि सामान्य डाटा कलेक्सन गर्नको जानु पर्यो भने पनि विद्यार्थीले आफ्नो पैसा खर्च गरेर जानुपर्छ। अब त्यो देशहरूमा किन पूर्वाधारहरू राम्ररी बन्न सके भन्दा त्यहाँ सरकारले उहाँहरूले मन खोलेर त्यस्तो रिसर्चमा युनिभर्सिटी, विश्वविद्यालय, अरू नीतिगत रिसर्चमा मन खोलेर उनीहरूले खर्च गरेको हुन्छन्। अनि त्यो खर्च गरेर आएको निष्कर्षको आधारमा उहाँहरूले नीतिगत डिसिजन गर्दा त्यो सही डिसिजन हुन्छ त्यसको। त्यो चाहिँ सायद हामी यति सरल भाषामा पनि हामी यो चाहिँ बुझ्न चाहिँ हामीले चाहिँ गाह्रो मानेका छौँ। हजुर, अब यहाँले अध्यापन पनि गराइरहनु भएको छ होइन? जस्तो अघि नै अब कुरा समग्रमा आउँदाखेरि यो जसले कार्यान्वयन गरेको हो सरकारी पक्ष भनौँ न, सरकारले नै सार्वजनिक गरेको छ यो फास्ट ट्र्याकको कुरा गर्दाखेरि होइन? अब यहाँले अघि नै समग्रमा कुरा गर्दाखेरि यो प्राविधिकहरूको टेबलमा आएर समस्या के हो, कसरी जान सकिन्छ भन्ने कुरा गरेर निर्णय गर्दाखेरि राम्रो हुन्छ भन्ने कुरा पनि उठाउनु भयो नि होइन? जस्तो यहाँहरूले यो सम्बन्धित निकाय कार्यान्वयन पक्षहरूसँग यस्ता कुराहरू राख्नु भएको छ कि छैन यहाँले? अब यो यसलाई अब म चाहिँ यो नेपाल ट्रान्सपोर्ट इन्जिनियर सोसाइटी नेपाल सोतेन भन्ने हाम्रो प्रोफेसनलहरूको एउटा संस्था छ, त्यसको जेनरल सेक्रेटरी पनि हुँ हामीले। र हामीले 1-2 महिना अगाडि यहाँ अन्तर्राष्ट्रिय एउटा ट्रान्सपोर्ट पूर्वाधार यातायात पूर्वाधारकै विकासमा हामीले गोष्ठी पनि गरेको छ र त्यो अन्तर्क्रिया भइरहन्छ। अब त्यसमा पनि के भने अब यो हाम्रो सरकारमा रहनुभएका प्राविधिक साथीहरू, उच्च कर्मचारीहरू, उहाँहरूको पनि एउटा चाहिँ उहाँहरूको सीमा के छ भने कतिपय यस्ता कुराहरू राजनीतिक तहमा निर्णय हुन्छन्। अब यस्ता मेजर प्रोजेक्टहरू हाम्रो नेपालमा मात्रै होइन अरू देशमा पनि त्यही हुने हो। र यसमा चाहिँ हाम्रो सरकारी संयन्त्रमा भन्दा पनि अब एउटा सरकारी संयन्त्रमा त उहाँहरूको लागि चाहिँ नि अभाव के छ भने किनकि अब यो यस्ता कुराहरू अघि नै मैले यहाँलाई निवेदन गरेँ, यो टिप्पणी उठाएको भरमा मात्रै हामीसँग भएको ज्ञानको आधारमा मात्रै सबै कुराहरू हामी एनालिसिस गर्न सक्दैनौँ। तर हामीसँग रिसर्च र जस्तो भनौँ हाम्रो मन्त्रालय, कुनै पनि मन्त्रालयमा रिसर्चको कुरा गर्नु पर्यो भने कि उहाँहरूले इमिडिएटली दातासँग अनुरोध गर्नुपर्छ कन्सल्ट्यान्ट पठाइदेऊ भनेर। अब त्यो कन्सल्ट्यान्ट दाताहरूले पठाउने कन्सल्ट्यान्टले फेरि हाम्रो विशिष्ट प्रकृतिको
प्राविधिक समस्या थम्याएर रिसर्च गर्नेसम्म उहाँहरू पुग्नुहुन्न। उहाँहरू रिपोर्ट लेख्ने कन्सल्टेन्टको माममा मात्रै हुनुहुन्छ। त्यसैले अब यसलाई मैले अब यो चाहिँ नि सरकारी संयन्त्रको यहाँ चाहिँ नि दोष भयो उहाँले नगरेको भन्ने भन्दा पनि हामीले यसलाई चाहिँ नि समग्र रूपमा यो संयन्त्रलाई नै निर्णय प्रक्रियाको संयन्त्र र खास गरी नीतिगत अध्ययन अनुसन्धानको क्षमता अभिवृद्धि गर्नलाई संयन्त्रकै आवश्यकता छ। अब त्यसो त सामान्यतः जब अब जस्तो भोलि नै नेपाल इन्जिनियरिङ एसोसिएसनले अन्तर्क्रिया गरेको छ त्यहाँ हाम्रो सबै मेम्बरहरू त्यहाँ सरकारी कर्मचारी नै हुनुहुन्छ त्यहाँकै पदाधिकारी हुनुहुन्छ कति। अब यो एक्सचेन्ज हाम्रो चाहिँ नि छलफल नभएको भन्ने कुरो होइन। छलफल हुँदाखेरि पनि हामी के पाउँछौँ भने हाम्रो निर्णय प्रक्रियामै चाहिँ नि केही व्यवधानहरू छन्। अब यसलाई चाहिँ विस्तृत रूपमा यसको छलफल ल्याएर साँच्चीकै प्रभावकारी निर्णय गराउनको लागि हामीले संयन्त्रमै चाहिँ नि हाम्रो केही परिवर्तन गर्नुपर्ने हो कि भन्ने चाहिँ एउटा चाहिँ टर्कारो प्रश्न छ। जस्तो अब अहिले हामीले कुराकानी गरिरहेका छौँ यो फास्ट ट्र्याक जुन सडक निर्माणमा चाहिँ यो तराईबाट काठमाडौँ जोड्नको लागि जुन सडक बन्दैछ त्यो चाहिँ कुन उपयुक्त हो, यसलाई अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा कुराकानी गरिरहेका छौँ। जस्तो अघि नै यहाँले रेलको कुरा गर्नुभएको थियो, रेल मार्ग निकै उपयुक्त हुन्छ, सस्तो पनि हुन्छ होला सायद। पैसाको कुरा गर्दाखेरि, समयको कुरा गर्दाखेरि समय बचत पनि हुन्छ होला। जस्तो अहिले नै काठमाडौँबाट तराईतिर जाँदाखेरि 4-5 घण्टाको समय नै त्यसै नै खेर गइरहेको हुन्छ। रेलको कुरा गर्दाखेरि रेलको गति अलि छिटो पनि हुन्छ, त्यसले गर्दाखेरि समय अलिकति बचत पनि होला होइन। भन्नाले अब अहिले चाहिँ सडक भन्दा रेल उपयुक्त छ भन्ने कुरा पनि निस्क्यो। र हामी नेपालीको कुरा गर्दाखेरि धेरैले रेल चढ्नु पनि भएको छ, अब जानु पनि भएको छ। तर नेपालकै कुरा अथवा हाम्रो कुरा गर्दाखेरि समग्रमा कुरा गर्दाखेरि रेल मार्ग हाम्रो लागि नौलो पनि हुन सक्छ होइन। रेल मार्ग यो किन विकास हुन सकिरहेको छैन त? यो अध्ययन अनुसन्धान कमी भएर हो कि अथवा रेल मार्ग चाहिन्छ भन्ने अथवा त्यो धारणा नभएर हो के भन्नुहुन्छ यहाँले? अब यसको के छ भने सबभन्दा पहिला यहाँले भन्नुभएको एउटा दुईटा सच्याउने कुरा, मैले रेल मार्गको पूर्वाधारको कस्ट नै सस्तो हुन्छ भनेको होइन। पूर्वाधार त लागत त बढी नै हुन्छ, बढ्छ हैन। यहाँले दीर्घकालीन रूपमा हाम्रो यात्रा सस्तो हुन्छ, मैले भन्नु खोजेको थियो सस्तो हुन्छ। अब टाइमकै हिसाबले भन्ने हो भने त हामी अब बुलेट ट्रेनको अहिले स्पिड 250 किलोमिटर पर आवर हुन्छ। हामी परम्परागत रेलमै गयौँ भने पनि 160 सम्म जान्छ। अब 160 किलोमिटरले हाम्रो नयाँ एयरपोर्टबाट काठमाडौँ आउने भनेको आधा घण्टा भयो, बुलेट ट्रेन भयो भने त 20 मिनट भयो। र अब त्यसले गर्दा त्यो रेल मार्गको त्यसको चाहिँ प्रभावकारिता भन्ने हो भने त्यसले त हाम्रो दीर्घकालीन रूपमा के हुन्छ भने काठमाडौँ तराई रेलले जोड्ने बित्तिकै वीरगञ्ज, बारा, मकवानपुर, नवलपरासीदेखिको र काठमाडौँसम्मको यो एउटा सर्कलभित्रको यो एउटा बृहत मेट्रोपोलिटन हुन्छ। त्यसको हेर्नुहोस् जस्तो अहिले जापानकै टोकियो ओसाका 500 किलोमिटर छ, 530 किलोमिटर। दुर्घटनाको कुरा गर्दाखेरि दुर्घटना पनि कम हुने सम्भावना। एक्ज्याक्टली। अब अर्को चाहिँ नि यहाँले अघि अब यहाँको प्रश्नमा जाँदाखेरि हाम्रो चुनौती र किन नौलो भयो अहिलेसम्म किन बनेन भन्नेमा त्यसमा दुईटा कारण छन्। एउटा चाहिँ के भयो भने रेल प्रविधिले हेर्नुहोस् 1950 पछि जब हाम्रो अटोमोबिल यो कारहरूको चाहिँ नि पश्चिमी देशहरूमा कारहरू पपुलर भए त्यसपछि यातायात विज्ञहरूले के भने किनभने 1930 भन्दा पहिला त 100 वर्षसम्म त रेलको एज थियो अमेरिका युरोपमा। अनि यो कारको एज आइसकेपछि कार त एकदम फ्लेक्सिबल भयो, मान्छेले घर डोर टु डोर जाने भयो। अनि यातायात विज्ञहरूले नै के भने रेल भनेको अलि लामो दूरीको सामान मात्रै ओसार पसार गर्नलाई काम लाग्छ। अब यात्रुवाहक भनेको रेलको लाइफ गयो। जस्तो पहिला अब पानी जहाजमा मान्छेहरू हिँड्थे भनेर 50-60 को दशकतिर पश्चिमा यातायात विज्ञहरूले घोषणै गरे भन्दा हुन्छ। त्यसै भएर अमेरिकामा हेर्नुभयो भने यात्रुवाहक रेल एकदमै कम छन्, युरोपले अलिअलि बचाएर राख्यो, अनि जापान मात्रै हो। अब जापानिजहरूले चाहिँ के गर्ने ठ्याक्कै हाम्रो जस्तो जापानिजहरूको पनि पुरा देशको एरिया मध्ये लगभग 13-14% मात्रै सम्म छ हाम्रो जस्तो पहाडी मुलुक हो। अनि जापानिज यातायात विज्ञहरूले पनि के गरे भने हाम्रो त्यत्रो चौडा हाइवे बनाउने हाम्रो ठाउँै छैन, हामीले चाहिँ रेलमै जानुपर्छ भनेर तपाईँको 60, 70, 80 को दशकमा जब विश्वमा नै रेलवे चाहिँ कति हेर्नुहोस् युरोप अमेरिकाको रेलको ट्र्याकलाई हटाएर बाटो बनाइए, तर जापानिजहरूले चाहिँ त्यो चाहिँ मेन्टेन गरिराखे। र अब 1990 पछिको यो वातावरण र जुन हामी चाहिँ यो क्लाइमेट चेन्ज तपाईँको जलवायु परिवर्तनको कुरो छ त्यो मुद्दा आएपछि रेल फेरि पिक्चरमा आयो। अब रेललाई चाहिँ के हेरिन्छ भने आर्थिक रूपमा पनि सस्तो। अब यो दुर्घटनाको हेर्नुहोस् रेल त अलमोस्ट चाहिँ 0 भन्छौँ हामी। एक्सिडेन्ट चाहिँ हामीले अब सुरुमा
अब त्यसको प्राविधिक गडबडी भएर कहीँ कहीँ रेलको एक्सिडेन्ट हुन्छ, हामी भारतबाट सुन्छौँ, तर सिद्धान्त त रेलको 0 हुन्छ त्यसको। अनि अब कार्बन उत्सर्जनको समस्यामा पनि त्यसमा पनि अब रेल चाहिँ यो सडकभन्दा रेल चाहिँ धेरै प्रतिस्पर्धी हुन्छ। अब त्यसैले यो पहिला हामी चाहिँ 1990 सम्मको यो नेपालमा मात्रै होइन, संसारमै चाहिँ यातायात विज्ञहरूले रेललाई रिजेक्ट गरिदिइसकेका थिए, यो पुरानो प्रविधि भनेर। त्यसैले 1990 अथवा केही हाम्रोमा बस हुन ढिलो हुनु त अस्वाभाविक होइन। अब फेरि चाहिँ रेलको नयाँ चरणमा संसारभरि नै रेल प्रविधि चाहिँ नयाँ चरणमा प्रवेश गरेको छ र सडक यातायातभन्दा रेललाई धेरै देशहरूले अप्नाइसकेका छन्। जस्तो चाइनामै गएको 10 वर्षमा 11-12 हजार चाहिँ बुलेट ट्रेनको नेटवर्क चाहिँ विकास भइसक्यो। अब त्यस हिसाबले हामी अब यो के भने ढिलो त हो, तर कहिलेकाहीँ यो प्राविधिकको हिसाबमा के हुन्छ भने ढिलो प्राविधि अप्नायो भने लेट कमर भयो भने फाइदा हुन्छ। हामी सबभन्दा चाहिँ के भन्छ अत्याधुनिक प्रविधि चाहिँ लागू गर्नलाई हामीलाई चाहिँ सजिलो हुन्छ। अब त्यस हिसाबले अब यो बुलेट ट्रेनकै कुरा गर्दा अघि यहाँले भन्नुभयो अब हाम्रो चाहिँ अवेरनेस नै छैन, हामी कति नेपाली त रेलै देखेका छैनौँ त्यसको। त्यसमा चुनौती हुँदै पनि अब हामीले रेलवे बनाउँदाखेरि अब म एज अ इन्जिनियरको रूपमा मलाई सोध्नुहुन्छ भने त हामीले इन्डियाको भन्दा अत्याधुनिक प्रविधि हामीले एडप्ट गर्ने, हामीले चाहिँ लागू गर्ने चाहिँ सम्भावना छ, सजिलो छ हामीलाई। किनभने इन्डियाको त उहाँहरूको 100-200 वर्षदेखिको छ, त्यसलाई परिवर्तन नै गर्ने हो भने त्यसको त्यसको विरोध गर्ने रेसिस्ट गर्ने समूह पनि त्यहाँ छ त्यसको। तर हामी त एउटा सेतो सादा कागजबाट सुरु गर्दैछौँ। अब त्यस कारणले त्यो अघि नै मैले यहाँलाई निवेदन गरेँ, त्यो एउटा अवसर पनि छ र केही न केही चुनौती पनि छन्। हजुर, अब समग्रमा धेरै कुरा त आइसके, यो द्रुत मार्ग निर्माणको बारेमा भन्नुपर्दा यहाँ चाहिँ के भन्नुहुन्छ? अब मैले अहिले फास्ट ट्र्याकको अहिले जुन निर्णय प्रक्रियामा यो आयोजनालाई लगिएको छ त्यसमा के छ भने एउटा हामीले छलफलमा ल्याउनै पर्ने विषय र सरकारी निकायले गम्भीर भएर सोच्नुपर्ने, अहिले हामी निजी क्षेत्रलाई न्यूनतम ट्राफिक ग्यारेन्टी गर्ने अथवा न्यूनतम लगानीको प्रतिफलमा ग्यारेन्टी गर्ने तर्फ को चाहिँ सम्झौतामा चाहिँ यो लक्षित भइरहेको छ अहिलेको डेभलपमेन्ट। र मेरो विचारमा चाहिँ त्यो मोडेल जुन टोल रोड बनाउँदाखेरि निजी क्षेत्रलाई समावेश गरेर न्यूनतम ट्राफिक ग्यारेन्टी गर्ने मोडेल लगभग 10-15 वर्ष नै धेरै देशहरूमा प्रयत्न गरेर असफल भएको मोडेल हो त्यो चाहिँ। र त्यसलाई चाहिँ र यो अर्को चाहिँ हामीले चाहिँ नबुझेको कुरो यहाँ के छ भने निजी क्षेत्रले बनाउने भनेको सबै निजी क्षेत्रले बनाएर त्यो चाहिँ त्यसको लगानीको भार पनि निजी क्षेत्रले लिने होइन। निजी क्षेत्रले त अन्ततगत कि सरकारले अनुदान दिनु पर्यो कि यात्रुहरूले तिरेर उठाउने हो त्यसको। अब त्यसैले यो निजी क्षेत्रलाई नै दिने एक नम्बरमा त हामीले केमा चाहिँ सबभन्दा पहिला स्पष्टता हुनु पर्यो भने सडकमा जाने कि रेलमा जाने भन्ने। यो अहिले हामीले डिसिजन गर्न चुक्यौँ भने हामीले त्यहाँ सडक बनाइसकेपछि रेलको अलाइनमेन्टको लागि धेरै कन्स्ट्रेन्टहरू हुन्छन्, पछि हामीले त्यही मार्गमा रेल बनाउन नसकिने हुनसक्छ, त्यस कारण त मौका गुमाउन सक्छ एउटा कुरा। अनि अर्कोमा चाहिँ अब सडक नै बनाउनु पर्ने भयो भने सरकारले बनाउने कि निजी क्षेत्रले, र निजी क्षेत्रले नै बनाउने भन्यो भने पनि अहिलेको जुन हामीले सोचिरहेका छौँ त्यसमा पुनर्मूल्याङ्कन र त्यसलाई चाहिँ पुनः समीक्षा गर्न अत्यन्त जरुरी छ। अन्यथा अब त हामीले अहिलेकै फ्रेमवर्क र अहिलेकै एरेन्जमेन्ट अनुसारको हामीले निजी क्षेत्रसँग सम्झौता गऱ्यौँ भने भविष्यमा त्यसले हामीले सोच्दै नसोचेका जटिलता ल्याउने सम्भावना छ। यतिसम्म म भन्न सक्छु। फेरि मैले यो एउटा निष्कर्षको रूपमा होइन कि खालि यसलाई चाहिँ अध्ययन आवश्यक छ र मैले चाहिँ अब यसलाई चाहिँ हामी त्यसमा चाहिँ प्रभावकारी रूपमा त्यो आयोजनालाई सम्पन्न गर्ने दिशामा सोच्ने हो भने केही होमवर्क अतिरिक्त चाहिने गृह कार्य आवश्यक छ। त्यति मात्र मेरो भनाइ हो। यहाँलाई धेरै धेरै धन्यवाद छ, यो समय दिनुभएको छ अनि यति धेरै जानकारी दिनुभएकोमा यहाँलाई डाक्टर साहब। हुन्छ, यहाँ रेडियो सगरमाथा पनि धेरै धन्यवाद मेरो विचारहरू यहाँ राख्न दिनुभएकोमा। उहाँ हुनुहुन्थ्यो यातायात पूर्वाधार नीति सम्बन्धी अध्ययन